को साझा यो चैतना मनदेखि मनसम्म जोडिने कथा यही हो हाम्रो आफ्नै परिवेश कहिले उज्यालो कहिले अँध्यारो सङ्घर्ष सँगै अघि बढ्छ हाम्रो बाटो विश्वास माया र आत्मीयताको डोरी यिनैसँग सजिन्छ जीवनको भोलि परिवेश परिवेश ल ल अर्काको त्यति साह्रो खेत खनेको नि राम्रो हुँदैन जमिन हान हान म आफूलाई साह्रै साहसी महिला छु जस्तो लाग्थ्यो तर बुझ्ने वरिपरि नभएपछि जति आँटिलो भए पनि सफल हुन सकिने रहेनछ समाजमा आफूलाई उच्च स्थानमा राख्न पनि वरिपरिको साह्रै ठुलो भूमिका हुँदो रहेछ हरेक नारीको उद्धारमा लागेको महिलालाई त यति धेरै गाह्रो छ भने यो परिवेशमा बिचारा ती सोझा दिदीबहिनीहरूलाई जिन्दगी बिताउन कति चाहिँ गाह्रो होला त दिदी ले यसलाई खाली पिर नगर भनेको जहिले पिर गरेर बस्ने भाइ होइन अब त आफूले आफूलाई पनि आफ्नो खुट्टामा उभिन सिक्नुपर्छ पक त टेन्सन केही पनि नलि तँलाई म 2-4 दिनमा एउटा जागिर खतिदिन्छु अनि तँ पनि आफ्नो खुट्टामा उभिन सक्ने हुन्छस् बाबु त्यो विषयमा पछि कुरा गरौँला अनि तेरो माया प्रीति चाहिँ के हुँदैछ नि हेर्न त्यहाँ उसको कुरा गर कि खाली कुरा छल्छे मन त पराएको हो नि तर के गर्नु उसको बाउले आएर तानेर लिएर गयो अब म के गर्नु ए हो र बाबु त्यसो भए त तँ रिसाएर कहाँ भयो त अब तँ रिसाइस् भने फेरि त्यो केटीलाई पनि गाह्रो पर्ला अब बिस्तारै कुरा मिलाउनु पर्छ ल दिदी अब भाग्यमा जे लेखेको छ त्यही हुने त हो नि बारीतिरको काम पनि धेरै नै छ अब हाम्रा दाइ भाउजू पढाइ भइहाल्नु भयो अब काम जति सबै आफैले त गर्न पर्ने होला नि त्यसरी हुँदैन बाबु सकेसम्म यी कुराहरू घरको मिलाउनु नै पर्छ खोइ सलिना पनि कता गइछे तर बाबु मैले नबुझेको कुरा चाहिँ यो सिक्नु नै चोरेको कारणले यिनीहरू हामीसँग यसरी पर भएका चाहिँ होइनन् केही न केही कुरा त पक्कै नै छ खोइ दिदी केही न केही त पक्कै छ अब यी सब कुराहरू म राम्रोसँग बुझेर अनि मात्रै कुराकानी गर्छु भयो बाबु यतातिर धेरै विचार गर्नु पर्दैन तैँले अब तेरो आफ्नो व्यवहार पनि त गर्नु छ नि अब फेरि बिहेको कुरा आइरहेको छ बरु तेरोतिर चाहिँ मिला ल ल दिदी यो कुरा छोड्दै म बारीतिर गएर आउँछु है त त्यहाँ अलिकति काम पनि छ त्यो सकाएर आउँछ है दिदी म गएँ ल छिटो आइज कस्तो झसङ्गै बनाइदिनु भएको सक्तो पुत्लो गयो अनि म आएको देखेर नि साथु जान्छ तिम्रो हेर न हेर साकी यो छुच्ची म गर्ने देवराज हेर न म त डरले बाहिर निस्किनै सकेको थिएन अबदेखि हामी फोनमा मात्रै बोल्ने है ल हेर त लाटी अब यसरी डराएर नि हुन्छ त अनि यसरी डरायो भने हाम्रो बिहे चाहिँ कसरी हुन्छ भन त तिमी खाली बिहेको कुरा गर्छौ बाले थाहा पाउनु भयो भने मार्ने हुन्छ गर्यौ बिहे किन यस्तो भन्नुभएको होला है जसरी नि छोरी त एउटालाई बिहे गरेर दिनै पर्छ नि यस्तो भन्न त नपर्ने हो बुवाले दिनु त पर्ने हो नि
तर तिमीलाई बाले कामै नगर्ने लफङ्गा त्यस्तो केटासँग हिँड्दै नहिँड भन्नुभएको छ। बेसरी गाली गर्नुभयो। कस्तो लफङ्गा नि? के हामी घरबारै नभएको मान्छे हो र म? खानी भातै हो, जानी घाटै हो। अलिअलि सम्पत्ति त छ हो तिमीलाई रानी बनाएर राख्नको लागि। ती बुढाको नि मति बिग्रे जस्तो छ। तिमी 12-27 कुरा नगर है। मलाई यहाँ घरमा कसरी मिलाउनु जस्तो भइरहेको छ। त्यसो भए तिमीलाई म एउटा कुरा भन्छु, मान्छौ? के कुरा हो पहिला भन न। तिम्रो त घरको कचकच सधैँभरि सहेर नबस। तिम्रो म भागेर कतै गएर बिहा गरौँ न, हुन्न? के भनेको तिमीले? कहाँ भाग्ने हो र? तिम्रो घर यही छ, मेरो घर यही छ। भागेर कहाँ जाने हो र? तिमी भन न मात्रै। तिम्रो लागि यो घर व्यवहार सबै छोडेर जान्छु। अनि तिमी खुसी हुन्छौ नि? नै, त्यसरी त हुन्न। म बाबा मम्मीको एक्लै छोरी हो। म त्यसरी भागेर त जान्न। लाठीलाई मैले फकाएर कहिले नसक्नु। मैले हिँड्न जाऊँ अब। ल हेर कतिसम्म लासरम पचेको है। यो पिँढीभरि फोहोर छ। एउटै घरमा बसेपछि सफा गर्नुपर्छ भन, लाज लाग्दैन? सलिना, तिमीले धेरै बोलिसक्यौ अनि मैले धेरै नै सुनिसकेँ। के लाग्छ तिमीलाई? तिमीले जति बोले पनि म सुनिरहन्छु। हेर दिदी, सहन सकुन्जेल यहाँ बस, सहन नसकेपछि घर छोडेर जाऊ। तिमीले पनि साह्रै गरेर भन्यौ सलिना। तिम्रो बाउले नाम सारे गरेर दिएका छन् हो यो घर तिमीलाई? नियम कानुनले त यही भन्छ, बिहे गरेपछि बुढाको सम्पत्तिमा बुढीको पुरै हक अधिकार लाग्छ। होइन, तिमीले नियम कानुन त पुरै जानेकी रहेछौ। ल भन न त, त्यसो भए एउटै घरमा जन्मिने छोरा छोरीलाई अधिकार लाग्छ कि लाग्दैन त? बुझेको छु, बिहे गर्नुभन्दा अगाडि त पुरै हक अधिकार हुन्छ, बिहे गरेपछि त हुँदैन हक अधिकार। खुबै जानेकी रहेछौ अनि धेरै पढेकी पनि रहेछौ। त्यति बेला त्यो बुढो बाउलाई एक्लै घरमा छोडेर जाँदा चाहिँ तिमीलाई यी नियम कानुन कता थन्काएर गएकी थियौ त? मलाई पाहो र तिम्रो बाउले उसको छोरालाई पाएको उसैको फोराले हेर्छ नि, मलाई के को मतलब? ए, मेरो बाउले पाएको छोरा चाहिँ तिमीलाई त्यति राम्रो लाग्ने अनि मेरो बाउलाई हेर्न पर्यो भने चाहिँ के मतलब भनेर भन्ने? के जमाना आएको यो? सलिना, तिम्रो काम छैन? यस्तो घटिया व्यवहार देखाउने आइमाईसँग कुरा गरेर बस्न। के भन्न सुनाउनु जरुरत छैन, छोड्देऊ। भाइ, त पनि यसरी एकाएक मलाई दोष लगाउनु के ठिक हो? तँले देखेकै छस् मैले सिक्री चोरेको? मलाई मेरो बुढीप्रति पुरा विश्वास छ। भाइ, तँलाई मैले तेरो बुढीको विश्वास नगर भनेकै होइन, त विश्वास गर्न। तर म एउटै आमाको कोखबाट जन्मिएको सन्तान, किन तँलाई मेरो विश्वास लाग्दैन? कुनै बेला मैले भनेकै थिएँ, जानु पर्दैन दिदी, नजा, घरै बस, म हेरौँला, मै पाल्छु भनेर। तर अहिले आएर तँलाई बुहारीको सुन चोरेर राख्न लाज लाग्दैन? कति ढुक्कले भनेको छस् है तैँले नै सुन छोरीकी होस् भनेर। हेर भाइ, जहाँ विश्वासै हुँदैन त्यहाँ कसैको केही पनि लाग्दैन। ल ल, यिनको कुरा नसुनौ, हामी भिन्न हौँ, अंश बन्द गरौँ, कमाएर जमाएर खानुपर्छ। सलिना, तिम्रो यति बुद्धि आएको देखेर म त दङ्ग छु। तिम्रो सुनको सिक्री पहिले नै हराएको भए मेरो व्यापारमा त्यत्रो घाटा त हुँदैन थियो, फाइदै हुने थियो। यिनीहरूको बुद्धि विनाशकाले विपरीत बुद्धि। रुबिना, ए रुबिना, ल आज पनि तातो लाएर मरेको छ। ल अब यसले चाहिँ मलाई बस्न खानै नदिने भाइ। के गरेको होला? रुबिना, ए रुबिना, कहाँ मरेछ आज? ए काका, के भयो आज तपाईँलाई? एक्लै कराइरहनु भएको छ त। तिमीले हिजो भने त थियो नि नवराज। अब एकछिन बसेरै कुरा गर। यो गाउँमा लफङ्गाहरू बढेको बढेछन्, छोरीले भनेको मान्ने होइन। के गरौँ त नवराज? त्यही त काका, अब आफ्नै छोरी तल आएर राख्न नसकेपछि यो सारा गाउँले के भन्ला? अलि बल गर्नु पर्यो के? छोरीलाई नै भन्ने नवराज,
यो लखनाले धेरै नि खोज्यो यसलाई चाहिँ तर्नलाई भएन भयो हो नि काका आफ्नो घाँटी हेरेर पो हाड लिनुपर्छ कस्तो डर भएको त्यो लफुङ्गोलाई यत्रा सम्पत्तिको मालिक पो बन्न खोज्दो रहेछ त्यो माग्ने बुझिनु नि बाबु यो मालिक भनेको फेरि ल काका पनि कस्तो कुरा नबुझ्या के फेरि अब तपाईँको त्यही एउटा मात्रै छोरी अब यत्रो सारा सम्पत्ति कसलाई दिनुहुन्छ त हुन त हो न मलाई मैले त त्यो ध्यानै नदिए त्यो लखुङ्गाले बर्बाद पार्ने भयो नि त अब के गर्ने नवराज त्यो त मेरो बासै उठाउने भयो उठाउने होइन काका उठिसक्न लाग्यो बेलैमा विचार पुर्याउनु भएन भने भोलि जे पनि हुनसक्छ ख्याल गर्नु अब नवराज त्यो रुबिना घर त आओस् त्यसलाई मैले तिरिमिरी झ्याइ पार्न मैले जानेको छु नि ल कुरा यही हो काका विचार गर्नुहोस् अहिले म गएँ ल बाबु बिस्तारै जाऊ ल है ल ल दिदी त यस्तो छ उसको भाइ झन् कस्तो होला त्यसैले हाम्रो अंश लिएर भिन्न बसेको राम्रो होला पर्खानु बुढी पर्खा हतार गर्नुहुन्न के अहिले नै सबै कुरा गर्न थाल्यो भने हामीले लिइरहेको ऋणहरू अहिले तिर्दैन अहिले सबै ऋणहरू तिरोस् न त्यसपछि त गरिहाल्छु नि तिर्छ तिम्रो भाइले हाम्रो ऋण कतिखेर कुम्लाउँछु भनेर बसिरहेको होला यो विषयमा तिमी चिन्ता नगर न बुढी यिनीहरूलाई कसरी जालमा पारेर सम्पत्ति लिनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ के वाह दाइ वाह कति असल र इमान्दार रहेछ है मेरो दाइ यस्तो कुरामा त धेरै दिमाग लगाउने भएछस् होइन के भन्छ यो मैले के भनिर अझै के भनेको छु र रे छि दाइ भाउजू यस्तो पनि सोच्ने हो र होइन बाबु केही भएको छैन हामीले त घर विवाहको कुरा गर्दै थियौँ अझै पनि झुट बोल्नुहुन्छ भाउजू तपाईँहरू दुईजनाले कुरा गरेको सबै मैले सुनेको छु अनि तँलाई चाहिँ के को चासो परेको नि अर्काले के भन्छ भनेर सुन्दै हिँड्न तेरो आँखा थिएन देखिनस् कसले सुन्छ भनेर भन्नेखेर जे पा त्यही भनिस् अहिले आएर चाहिँ किन नि रे होइन अनि तँलाई चाहिँ अर्काको लोग्ने स्वास्नीको कुरा चाहिँ किन सुन्दै हिँड्नु पर्यो नि हो त नि कसले के भन्छ भनेर चासो दिन पर्ने परे होइन तिमीहरूका लोग्ने स्वास्नीको कुरा सुन्नलाई मलाई आफ्ना कुरा त कोठाभित्र बसेर गर्न पर्यो नि यहाँ पिँढीमा सबैले सुन्ने गरी बसेर कुरा गरेपछि थाहा हुँदैन यो कुरा ल हामीले कुरा गर्दा पनि को आउँछ भनेर हेर्नु पर्ने अचम्म विचार गर्नु है बुढा भयो प्रभु मलाई हजुरहरूको कुरा के पनि सुन्नु छैन जे गर्नु छ आफै गर्नुहोस् नसुन्न त तँ चाहिँ कत्रो न किने कामको मान्छे होस् र आफ्नो दुःख आफू गरेर खानुपर्छ तँ ल्याएर दिनुपर्ने हो र ल भइगयो अब नकराउनु जसरी आफ्नो दुःख आफू गरेर खाने बिचमा पनि कराउनु घरै घुमाइरहेको तिरमिरी पो देख्छु त के भइरहेछ आज मलाई के लाग्यो क्या कस्तो गरिँदा जस्तो भएको लौनानी के भएछ आज किन लपतार परेको लौनानी के भयो तपाईँलाई आज के भएको यस्तो भन्नु म एकछिन कुर्सी लिएर आउँछु आउनु बस्नु मलाई केही भएको छैन पर्दैन जहाँ त बुझ्या बिरामी हुँदा नि किन हो यस्तो मलाई जति गाह्रो भए पनि तँलाई हेर्नै मन लाग्दैन मलाई जा उजा ल हेर्नु यस्तो गाह्रो भएको छ तपाईँलाई त्यहाँ गएर पिँढीमा बस्नु
हिजोसम्म त केही भएको थिएन मलाई, आज एक्कासी के भयो? खै चढ, यसलाई देखेपछि त झन् गाह्रो हुन्छ। यति धेरै गाह्रो हुँदा पनि कहिले तपाईँलाई मिठो बोल्न आउँदैन, जहिले पशुको जस्तै व्यवहार गर्नुहुन्छ। तैँले त मलाई जतिसुकै फकाएर मिठो बोल्न खोजे पनि तँ त मलाई पशु जस्तै लाग्छ। ल ल धेरै नपराउनु, म औषध लिएर आउँछु। आफूलाई यस्तो गाह्रो भइरहेको छ, अब यस्तिको हातको औषधि खानुपर्ने भयो। लौ अस्ति लिएर आएको औषधि सकेछ। पढ्नु, म माथि बुवालाई बोलाएर आउँछु। भुत्सु पो लागेको छ कि। पर्दैन पर्दैन, मलाई भुतसुत केही पनि लागेको छैन। आफै चाहिँ भुत जस्ती एकछिन ठिक हुन्छ मलाई। लौ न के को बेसी बोल्नु, म एक्लै छु, आत्तिसकेँ। रूपालाई फोन गर्नु पर्यो। म मरै मरौँ, तर त्यो रूपालाई चाहिँ फोन नगर त। यहाँ गाह्रो भइरहेको न, मलाई धेरै बोल्न बाध्य नबना त। बिसेक हुने छाटकाट देख्दिनँ, म एक्लै छु, के गर्ने होला? हे भगवान्। दाइ के भयो तपाईँलाई? किन यसरी काम्नु भयो? ठिक्क टाइममा आउनुभएछ राजाराम भाइ, म त एक्लै भएर आत्तिसकेँ। हस्पिटल नै जानुपर्ने हो कि दाइ? अलिक गाह्रै भएको जस्तो देखिन्छ। जानु त जानु हुन्थ्यो भाइ, के गर्ने आजकल मसँग पैसै छैन। ए नवराज दाइ, यस्तो बिरामी हुँदाखेरि नि के पैसा कुरा गरिरहनु भएको भने? हिँड्नु जाउँ, तपाईँसँग छैन भने मसँग छ पैसा। जाउँ हिँड्नु हस्पिटल। हेर, यो राजरामलाई मैले के भन्थेँ, कस्तो नराम्रो सोच्थेँ। आज म यस्तो बिरामी भएर छटपटिरहेको बेला कमसेकम अस्पताल जाउँ दाइ त भन्यो, मनै नभएको त होइन रहेछ नि है। यो आखिर गाह्रो परेको बेला छिमेकी नै त चाहिँदो रहेछ नि है। होइन काका, आँखा पनि देख्नु भएन कि क्या हो? कसरी धकेलिदिनु भएको? देखाएको छु तिमीहरूलाई, झन् देखाएको छु, किन नदेख्नु नि? के भन्नु खोज्नु भएको काका? मैले त बुझिनँ नि। नबुझेको होइन, बुझेर नि बुझ पचाएको हो। यसरी भारी लडाउँदै बाटोमा हिँड्नुहुन्छ, अझ बुझ पचाएर बोल्नुहुन्छ? आज त तेरो भारी मात्रै लडाएको हो, तेरो भाइको खुट्टा भाँचेर लङ्गडो बनाएर नराखेको छैन। लौ न काका, के भएर किन यसरी भन्नुभएको? अझ के भयो अरे? अब तँलाई देखाउँछु। मेरो छोरीलाई तेरो भाइले लडाइ फकाइ बनाएर मेरो सम्पत्ति जम्मै खाउँला भन्ने सोचेको होला होइन? खानु परेको छैन कसैको औताली। तपाईँको छोरीलाई माया गर्नु के मेरो भाइले पाप गरेको हो काका? दिदी किन गरायो कि काका? अनि किन रिसाउनु भएको तपाईँ? तँ लफङ्गो मेरो सम्पत्ति खानलाई त्यत्रो दाउ? काका, मैले तपाईँको छोरी मात्रै मन पराएको, तपाईँको सम्पत्ति होइन। होइन काका, हामीलाई त बुहारी मात्र चाहिएको हो, हजुरको सम्पत्ति चाहिएकै छैन। तेरो दाउ थाहा छ मलाई, म बाँचुन्जेल मेरो छोरी तँ जस्ता लफङ्गालाई दिने छैन। काका, यो बाटोमा बसेर किन यसरी हल्ला हल्ला गर्नुहुन्छ? बरु घरमै गएर कुरा गरौँ न, हिँड्नुहोस्। तेरो घरमा किन जाने लफङ्गा? मेरो घरमा चियाएर हेरिस मात्रै भने मैले जाने छु। ठिक भन्नुभयो काका तपाईँले। यिनीहरू आफ्नै बुहारीको सुन चोरेर लुकाएर अहिले राम्रो मान्छे बन्न खोजेर हुन्छ? यानि यस्तो लफङ्गालाई छोरी दिनुहुन्छ तपाईँले? ठिक्क पर्यो। त बाटोमा बढी नबोल्दा त चुप्लाएर बस। मलाई किन धकेल्छस्? मैले ठिकै कुरा त गरेको नि, भागै कुरा गरे। हेर यिनीहरू दुईजना तातो रिसमा आएर यो बाटोको छेउमा दुनियाँले देख्छन्, बेजतै गर्ने भयो आज। इज्जत भएको गइसक्यो सबै। सुहानीको पुछार लाल लाग्दैन तँलाई यस्तो कुरा बोल्न? के बोलिस? बढी बोल्छस्? लौरो नि हेर्दा हेर्दै कस्तो के भयो क्या आज घर? यो बदला तँलाई एक दिनमा राम्रोसँग लिनेछु। चाहे होस् अहिलेलाई चुप लाएर जा। दिदी भाइ भयो, घर जाउँ।
यति बेलासम्म म घरमा कुरेर बसेँ। तँ आज पनि तँ लफङ्गासित घुम्न गयो कि? तँलाई आज आइज त तँलाई मैले अब जानेको छु। बा मैले के गरेको छु? म आफूले मन परेको मान्छेसँग पनि हिँड्न नपाउनु? ए तँलाई मन परेर हुन्छ? हाम्रो इज्जत छैन यो ठाउँमा? के इज्जत जाने काम गरे बा? मैले एउटा मन परेको मान्छेसँग जिन्दगी बिताउँछु भन्दा यो गल्ती भयो? ए अहिले जिन्दगी बिताउनेसम्म कुरो आयो। पहिला त पढ्छु भन्थिस् त, अहिले के हो यो पारा? अनि तपाईँले मन नपर्ने मान्छेसँग बिहे गरिदिने भनेपछि कसले गर्छ त? ए तँ अब धेरै ठुली भएछस्। अब तँ यो कोठालाई कसरी बाहिरिने चाहिँ हेरौँला म पनि। तँलाई अब यो घरबाट कसरी निक्लिने चाहिँ हेरौँला म पनि। यो ठाकोलाई तपाईँ आउनु पर्ने भयो। परिवेश हाम्रो जीवनको ऐना, सुख दुःखको साझा यो चैतना। मनदेखि मनसम्म जोडिने कथा, यही हो हाम्रो आफ्नै परिवेश।